हेलो गाइस, तपाईहरु सबैजनालाई मेरो भिडियोमा स्वागत छ। आउनुस् मसँगै मेरो नाइट काम गर्न जाम। हेर्नु न कस्तो जाँदाखेरि चाहिँ यति खुसी छ हैन। अनि भोलि बिहानसम्म चाहिँ मेरो मुड अर्कै भइसक्छ के त्यो काम गर्न जाँदाखेरिको। अब हेर्नु न, यो म चाहिँ बस चढेर अलि धेरै नै टाढा जानुपर्छ कि काम। अनि बस बाटोमा हेर्नु न कस्तो राम्रो के है फुलहरू। अनि यो चाहिँ म त्यही बसबाट आएर झरेको। अनि बसबाट झरेर पनि म चाहिँ 10 मिनट जति हिँडेर अनि कम्पनी जानुपर्छ के। अनि कस्तो राम्रो के है, शान्त। अनि यो चाहिँ मेरो कम्पनी जाने बाटोमा कस्तो राम्रो घर छ के। अनि मलाई कस्तो राम्रो लाग्छ के। अनि त्यही भएर अनि मेरो चाहिँ अलिकति कम्पनी जाने बाटो चाहिँ अलिकति जङ्गल जस्तो नि छ के। धेरै चाहिँ हैन तर थोरै हो। दिउँसोमा त केही पनि छैन कि, तर रातिमा चाहिँ अलिक डरलाग्दो हुन्छ क्या। अनि यो चाहिँ मेरो कम्पनी हो। अनि म चाहिँ कम्पनीमा पुगेँ। ढोका खोलिरहेको के कम्पनीको। अनि आउनुहोस् भित्र जामसँगै। भित्र गएर त्यसपछि चाहिँ रेडी भएर अनि काममा जाम है। काममा आउँदाखेरि यस्तो छ हेर्नु न, अहिले चाहिँ यो भोलिपल्ट बिहानको है। आँखा पनि कस्तो भइसक्यो कि मेरो। यो चाहिँ फर्किँदाखेरिको तपाईँलाई हिजो पनि कस्तो राम्रो छ क्या है यो। अनि हेर्नु न त्यहाँको पनि कस्तो राम्रो। अनि यो चाहिँ म बसमा चढेको। अनि यहाँ ट्रेन आएको भएर अनि रोकेको थियो। अनि यसो भिडियो खिचेको। अनि यो चाहिँ बसबाट झरेर फेरि म चाहिँ ट्रेनमा पनि चढ्नुपर्छ क्या। अनि त्यही भएर फेरि ट्रेनबाट झरेँ म। अनि त्यसपछि ट्रेनबाट झरेर पनि म फेरि अनि अर्को बस पनि चढ्नुपर्छ कि म। हेर्न न यहाँ कस्तो राम्रो क्या है बसको सिटहरू पनि। अनि त्यसपछि म चाहिँ बसबाट झरेँ त्यो बसबाट। अनि घर आएर हेर्नु न मेरो धेरै त होइन थोरै करे सवारी छ के। अनि टमाटर, डल्ले खुर्सानी, पोहोर पनि लगाएको थियो। पोहोर त ढिलो भएर डल्ले खुर्सानी नै फलेन। अनि यो चाहिँ आलु। अब यो पालि चाहिँ कस्तो हुन्छ है हेर्नु न। यो चाहिँ हाबनेरू। अनि यताउडिको चाहिँ यहीँ जापानकै डल्ले खुर्सानी भनेर किनेर लिएर आएको। अनि यो चाहिँ नेपालको डल्ले खुर्सानी पानी हालेको। मेरो कामबाट नाइटबाट आएर अनि काम नै यही हो कि मेरो। बिहानमा आएर सबभन्दा पहिला खुर्सानीहरूमा पानी हाल्ने। अनि धनियाँ चाहिँ मेरो किन हो खै जहिले खालि फुलिहाल्छ कि, अलिकति ठुलो भयो कि फुलिहाल्छ। अनि त्यसपछि यो चाहिँ अब कामबाट आएपछि मुखसुख धोएँ। अनि त्यसपछि चाहिँ अब चाहिँ फ्रेस भएर अनि अब खाना खाने अनि सुत्ने। बाई बाई।